हेलो हेलो साथीहरू नमस्ते अन्यङासेयो। यो चाहिँ मेरो सानो मिनी ब्लग हो है, हेरिदिनु होला सबैले। यो ठाउँको नाम चाहिँ इन्चन डेखोङ्गन हो। यहाँ चाहिँ धेरै रमाइलो छ। यहाँ चाहिँ हामी फ्यामिली टुर गए कि यहाँ चाहिँ हेर्नु न कस्तो राम्रो फ्लावरहरू पनि छ। त्यो टाइममा चाहिँ फ्लावरहरू धेरै थियो अनि हरियो परियो कि कति राम्रो। यो चाहिँ नेपालको चिडियाखाना जस्तै छ कि यो स्यालको बच्चाहरू हेर्नु नि कस्तो राम्रो छ कि रोजहरू पनि हेर्नु न कति राम्रो यो फ्लावरहरू के। यो टाइममा पुगेको थियो हामी चाहिँ। अनि यो एक साइडमा चाहिँ यो जौबारी रहेछ अनि जौबारीभित्र चाहिँ अनि ब्लू कलरको के फुलहरू रहेछ अनि कस्तो राम्रो कि यो ठाउँमा चाहिँ अब चेन्ज हुन्छ अरे है। यो यतिखेर चाहिँ अब फापर हुन्छ नि फापर बारी हुन्छ अरे कि यो भित्र अब सिजन अनुसार अब लगाउनेलाई उनीहरूले अनि राम्रो हुन्छ भनेर अब सबै त्यहाँ फोटोहरू टाँसेर राखेको रहेछ। हामी चाहिँ हेरेको थियो यो टाइममा चाहिँ अब के अरे फापरहरू हुन्छ अरे। हजुरहरू पनि जानु होला, अब हामी पनि जानेछौँ। अनि यो वरिपरि हेर्नु न कति राम्रो हो यो फ्लावर है। अब मैले चाहिँ धेरै अब बेबीसँग के अब कुनै ठाउँ छुट्यो पनि होला। अब कुनै ठाउँ त अब छुटेन पनि होला कि अब सबै त घुम्न भ्याएन बेबी भएको कारणले। अब बेबी अब गाडीमा बोक्नु पर्ने अनि त्यही भएको कारण आफू हिँड्न पाएन कि। अनि त्यही जहाँ जहाँ रोड छ त्यही मात्र हिँड्ने हो हामी चाहिँ बेबी भएको कारणले। अनि कुनै ठाउँ छुट्यो है साथीहरू, जानु होला हजुरहरू पनि। यस्तो राम्रो छ कि यो ठाउँ त साँच्चीकै। अब पहेँलो पात फुल्छ नि साथीहरू यो सिजनमा नि यो ठाउँमा नि यति राम्रो छ कि हेर्नु है। यो हामी जाने बेलामा चाहिँ यो चाहिँ पिङ्क कलरको छ नि त, ग्रिन कलरको छ नि त। अनि यो अब चाहिँ अब पहेँलो कलर हुन्छ अरे कि साथीहरू। यो अब फुलेपछि के पात अब फुलेपछि यस्तो राम्रो देखिन्छ अरे कि साथीहरू, जानु होला है। हजुरहरूलाई मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनु है साथीहरू। अनि म चाहिँ बेबी भएर बेबी हुँदा पनि म यस्तो गरेर कि टाइम मिलाएर बनाउँदैछ। अब यतिखेर अब बनाउँदा पनि अब बेबी कराउँछहरू हुन्छ कस्तो गाह्रो हुन्छ कि साथीहरू। यहाँ ताल पनि छ हेर्नु न कस्तो राम्रो कि, औँठी पनि छ कि यहाँ हेर्नु न कति राम्रो के। वा के त्यहाँ अब नजाने अब पछि चाहिँ एक टाइममा चाहिँ यो पहेँलको फुल पनि